सो आज के हो सन्डे है आज सन्डे अप्रिल 13 फेरि हामी फिसिङ गर्न जाँदैछु लिटिल बफेलो स्टेट पार्क विथ चन्द्र सर चाहिँ ड्राइभर सिटमा छ केही बोल्ने हो चन्द्र सर आज धेरै बोल्दैन म माछा मारेपछि मात्रै बोल्छ माछा पर्नु पर्यो आज कतिवटा ल्याउने हो माछा आज 10 वटा टार्गेट हो के अरे एकजनाले 5 वटा ट्रट पाउँदो रहेछ नि त यो रेगुलर सिजनमा क्या रेगुलर सिजन भनेको अक्टोबर हो कि सेप्टेम्बरसम्म रहेछ नि त 7-8 वटा त जहिले ल्याएको हो एकजनाले 5 वटा पाउँदो रहेछ रेगुलर सिजनमा अनि त्यो अलि अफ सिजन हुँदै चाहिँ 3 वटा मात्रै है गाइस हामी चाहिँ अहिले कहाँ जाँदैछौँ भन्दा लिटिल बफेलो स्टेट पार्क फेरि फिसिङ गर्न ट्राउट फिसिङ गर्न ट्राउट सिजन अस्ति सुरु भइसकेको छ अप्रिल 5 तारिकदेखि आज अप्रिल 13 फेरि हामी जाँदैछौँ ट्राउट मार्न यो चाहिँ ह्यारिसबर्ग पेन्सिल्भेनिया हो ह्यारिसबर्गबाट 20-25 मिनट ड्राइभ मात्रै हो लिटिल बफेलो स्टेट पार्क कति नै नजिक पर्छ त्यही भएर हामी नजिक गइरहेको छौँ अनि अलि समर लागेपछि चाहिँ हामी उता पो भ्यालीतिर पनि जान्छौँ पो भ्याली चाहिँ 1.5 घन्टादेखि लिएर 2 घन्टा लाग्छ तर सिन बबाल छ होइन फिसिङ पनि दामी छ फिसिङ अनि सिनहरू अनि क्याम्पिङ साइडहरू दामी छ क्या हाइकिङ गर्ने ठाउँहरू अहिले सुरुमा चाहिँ नजिकै गइरहेको चन्द्र सरले बल्छी खोले अहिले चाहिँ दिउँसोको कति बजेको छ भन्दाखेरि टाइम हेरिहालौँ होइन एक्ज्याक्ट टाइम 1:19 गयो आज सन्डे अप्रिल 13 आइतबार अप्रिल महिनाको 13 तारिक हो आज फेरि हामी यहाँ लिटिल बफेलो स्टेट पार्कमा आएको छौँ बल्छी खेल्न यो चाहिँ हाम्रो पहिला चाहिँ हामी यता पारिपट्टि खेलेको थियो अनि हामी यता यो अदर साइडमा आएको छु यो अर्कोपट्टि अस्ति यहाँ डह्रो परेको थियो हेरौँ आज कतिको पर्छ र यहाँ मान्छेहरू पनि आउँदो रहेछ है मान्छेहरू आएर हेर्नु न यहाँ अस्ति यस्तो साह्रो थिएन नि त फालेको अति नै धेरै फोहोर गरेको छ कि यहाँ कस्तो धेरै फोहोर गर्दैछ हो एनर्जी ड्रिङ्कहरूको बोतलहरू कोकको बोतलहरू सबै फालेको छ क्या अब हाम्रो यहाँ बल्छी फाल्न आँटिरहेको छ चन्द्र सरले यो चाहिँ हामी यहाँ ट्राउट फिसिङ गर्छ यो चाहिँ गार्लिक हो गार्लिक त्यहाँ हाल्दैछ होइन गाइस आज चाहिँ हाम्रो ट्राउट फिसिङ हुँदैछ यहाँ चन्द्र सरले गार्लिक चारो हाल्यो आज चाहिँ सपोर्ट ल्याउनु भुलेछ होइन यस्तो बल्छी अडाउने सपोर्ट ल्याउनु भुलेछ क्या आज चन्द्र सरले तेरेको अघिसम्म त तातो चाहिँ चिसो लागिगयो नि हो पानी पनि पर्छ कि क्या हो हावा चलिरहेको छ माछा पर्छ जस्तो छैन है गाइस यसरी बढी हावा चल्यो भने हेर्नुहोस् त यो पानीको वेभ यस्तो यस्तो भइरहेको छ नि यो अलि पर्दैन क्या हावा चल्यो भने माछा पर्दैन आज माछा पर्छ छ जस्तो चाहिँ छैन चन्द्र सरले चारो हाल्दै बल्छीमा एउटा बल्छी अघि फालिसक्यो सेकेन्ड बल्छी फाल्न आँट्दैछ सो एकजनाले 3 वटा बल्छी खेल्न पाउँछ मेरो पनि लाइसेन्स छ तर म चाहिँ एज अ अडियन्स म चाहिँ भिडियोग्राफर भिडियो गर्ने मान्छे हान्यो चन्द्र सरले छ्याम्मै पानीमा
एउटा उखान छ नि स्याललाई दशा लाग्यो भने सर पस्छ भनेर किन माछालाई दशा लाग्यो भने आज आउँछ नभए आउँदैन होइन नभए कुरमा बस्छ यत्रो हावा चलेको बेला होइन यस्तो हावा चलिरहेको छ हान्न अप्ठ्यारो भयो होइन त्यो हावाले कि हावा यस्तो आइरहेको सो हावाको डिरेक्सन चाहिँ यस्तो छ कि यताबाट चलिरहेको छ क्या हावाको डिरेक्सन यताबाट चलेको छ अनि यसरी बल्छी हान्दाखेरि टाढो जाँदैन क्या नजिकै फसेको अनि यो वेब्स यस्तो भइरहेको छ क्या देखाइदिन्छु क्या म तपाईँलाई वेब्स कस्तो भइरहेको छ अनि यहाँ हेर्नुहोस् है यो पानी यस्तो हल्लिरहेको छ नि छत्लङ गरिरहेको छ क्या यस्तोमा माछै पर्दैन उनीहरू लुकेर बस्छ क्या यो ठाउँमा चाहिँ सो हाम्रो एउटा बल्छी यहाँ छ स्ट्यान्ड हाल्नु भुलेछ यहाँ काठकोमा राखेको छ दुईवटा छ हेर्नुहोस् दुईवटा बल्छीहरू यता छ सो आज चाहिँ माछा पर्छ पर्दैन थाहा छैन हावा चलेको कारणले गर्दाखेरि तर पर्नु चाहिँ पर्छ होला यो लिटल बफेलो स्टेट पार्कमा सुरुमा चाहिँ दामी पर्छ नि यो चाहिँ घरिघरि तानेको जस्तो छ क्या यो डोरी पनि तनकै छ होइन तर हावा पनि चलिरहेको छ अघि दुईवटामा चाहिँ परेकै हो नि यस्तो तानेको टाँगा यहाँ तल लगेको थियो क्या यता पनि पर्यो ल यता पनि पऱ्यो तर उम्किहाल्छ क्या किनभने यहाँ त रुखहरू छ कि रुखले गर्दाखेरि उम्किन्छ ल यो चाहिँ गुड लक है पार्नु पऱ्यो चन्द्र सर यसमा चाहिँ सिधा तान ल उता जानु नदेऊ ल छिटो तान ल आउँदैछ छोड्यो भने उतै त रुखतिर जान्छ होइन यता जान्छ अनि अड्किन्छ क्या अघि दुईवटा हाम्रो उम्किसक्यो दामी परेको थियो नि नजिक आएर उम्किसकेको अब यो पनि के हुन्छ अड्के क्या ए यता तानी फेरि लास्टै मैला रहेछ नि अस्तिको भन्दा लास्ट विकको भन्दा धेरै मैला छ क्या पानी यो माछाले पनि घरि उता जान्छ अरे घरि यता जान्छ अरे झुक्काइरहेको छ क्या सो यो पऱ्यो भने चाहिँ हाम्रो फर्स्ट क्याच हुन्छ त्यसो भनेको 3 खेप भइसक्यो योसँग पर्यो बिस्तारै देख्यो निकै ठुलो छ निकै ठुलो देख्यो माछा देख्यो हाम्रो यो फर्स्ट क्याच गाइस चन्द्र सरले फर्स्ट क्याच गर्दै हामी यहाँ 2 भाइ छौँ 2 भाइको लाइसेन्समा 10 वटा लान पाउँछ मजाको परेको छ गाइस ए रेनबो ट्राउटै रहेछ है रेनबो ट्राउट अलिकति अल्झाइ गरेछ कत्रो ठुलो परेछ हौ अल्झाइ हेर न अल्झाइ चाहिँ यो झिकेर हातमा यसो तेर्सो बनाएर पक्रिनु ल त्यो त ठुलो परेछ नि त ठुलो परेछ फर्स्ट क्याच जहिले ठुलो पर्छ क्या फर्स्ट क्याच जहिले ठुलो हुन्छ अलिकति माथि मात्रै अल्झेछ कि त्यसमा मात्रै अड्केछ नि त किनकि यो खेलाएर ल्याएँ नि त मैले नभए डाइरेक्ट तानमा उम्किन्थ्यो नि यस्तो तेर्सो गरेर बोक त ल अघि पनि त्यही भएर उम्केको यस्तो देखाउ त फर्स्ट क्याच भन न देखाउ त के माछा हो यो रेनबो ट्राउट फर्स्ट क्याच होइन चन्द्र सर ओके रेनबो फर्स्ट क्याच भयो गाइस हाम्रो चन्द्र सरको हातबाट योभन्दा अगाडि चाहिँ 2 वटा परेको थियो 2 वटा उम्क्यो सो बल्ल फर्स्ट क्याच हुँदैछ अहिले दिउँसोको कति बज्यो भन्दा 2:07 गइसक्यो हावा चल्ने क्रम जारी छ 40 मिनट भयो हामीले खेलेको 1:20 मा खेलेको
भनेपछि 2मा पार्यो भने चाहिँ 40 मिनेटमा मात्रै पार्यो योभन्दा अगाडि कतिवटा उम्क्यो 2वटा उम्किसक्यो सो आर यु ह्याप्पी चन्द्र सर अहिले चाहिँ गुड भयो ल एउटा माछा पारे केही भन त 1-2 शब्द बोल न बेस्ट आर यु ह्याप्पी अनि यसमा पनि परे जस्तो थियो नि चेक गर्ने हो यसमा होइन एकखेप गर्नुपर्छ होला चेक यो तनक्क भइरहेको छ कि गाइस हामी लोकेसन हन्टिङमा जाँदैछु यहाँ चाहिँ यो रुखहरू ढलेर साह्रो डिस्टर्ब गर्यो नि त माछा परेको पनि उम्क्यो क्या अब यहाँ चन्द्र सर लोकेसन हन्टिङमा जाँदैछ क्या सही यो साइडमा हेर्नुपर्छ यहाँ त हान्नै मिल्दैन नि अलि माथि चाहिँ छ क्या पाटको छेउतिर चाहिँ छ सो हामी लोकेसन हन्टिङमा हिँड्दैछौँ हेर्नुहोस् जस्तो रुखहरू छ रुखहरूले हान्नै दिँदैन क्या सो खेल्ने भनेको त्यो पारी हो पारी प्याक छ मान्छे होइन मान्छे प्याक भएर हामी यता वरि आएको अनि यता वरि चाहिँ यो रुखहरूले खेल्ने ठाउँ छैन सायद अलि माथि त्यो पिकनिक स्पटको छेउ हुँदै चाहिँ हुनसक्छ पर्दैन त्यता यता हुनसक्छ सो फिसिङ स्पटको हामी लोकेसन हन्टिङमा छौँ तर पर्नु त परिरहेको छ है तल पनि बबाल परिरहेको छ लु यहाँ रहेछ भने चन्द्र सरले म तपाईँलाई यो लोकेसन हन्टिङको प्लेस देखाउँछु यहाँबाट खेल्नु मिल्ने रहेछ है ठक्कै यहाँबाट खेल्यो भने बल्छी हान्नु चाहिँ अलिकति अप्ठ्यारो हुने रहेछ होइन यहाँ दामी छ लोकेसन फिसिङको लोकेसन स्पोट एउटा भयो होइन अनि अब म अर्कोतिर अघि बढ्दैछु मेरो साथी माथि पुगिसकेको छ यहाँबाट त मिल्दै मिल्दैन यस्तो रुखहरू छ लोकेसन हन्टिङमा निस्केको फिसिङको लोकेसन हन्टिङ कि चाहिँ पानीभित्र पस्नु पर्यो ओ चन्द्र सर गम्मुट समुट लाएर पानीमा पसेर हाने नि चाहिँ हुने रहेछ तर हामीसँग फिसिङ गियरहरू छैन नि बुट सुट हुनुपर्छ क्या प्यान्टहरू पानी नछिर्ने होइन कहाँनिर पारी जाने यहाँ एकछिन अलिक भरसम्म खेलौँ कि यहाँ यस्तो यो चाहिँ गम्मुट समुट लाएर अलिकति पानीमा पसेर हान्ने ठाउँ रहेछ क्या दामी रहेछ टुनेल त्यसरी हानेको रहेछ कि किनभने यहाँ गहिरो छैन नि त हेर्नुहोस् त यहाँ गहिरो छैन होइन अनि अलि पर गएर हान्ने ठाउँ रहेछ तर हामीसँग त्यो फिसिङ गियर छैन गम्मुट हुनु पऱ्यो प्यान्ट हुनु पऱ्यो नि त पानी नछिर्ने क्या होइन समरमा त हाफप्यान्टमा हुन्छ नि त चप्पलमा हुन्छ अब यतिखेर लोकेसन त यो के किन्ने गम्मुट र प्यान्ट फिसिङ हान्ने गम्मुट आउँछ नि यहाँ आएर दामी आउँछ नि फेरि क्याम्प त्यतिखेर चाहिँ क्याम्पिङै बस्नुपर्छ क्या यहाँ पनि तपाईँहरूलाई लोकेसन देखाउँदैछु यहाँ पनि पर गएर हान्नुपर्छ किनभने गहिरो छैन क्या यहाँ हेर्नुहोस् त सबै ढुङ्गै ढुङ्गा छ होइन सुरुदेखि हिँडेर गएर अनि अहिले पर गएर हान्छ क्या यताको मान्छेहरूले सो त्यस्तो दामी रहेछ ल गम्मुट किनेछ ल ल सो हामीले के डिसाइड गर्यो भन्दाखेरि चाहिँ हामीले गम्मुट किन्ने डिसाइड गर्यो क्या गम्मुट गम्मुट मात्रै गम्मुट र पेन्ट त्यो पानी छिर्दैन क्या अनि फिसिङ गियरहरू हुन्छ नि त अनि यहाँ चाहिँ बबाल पर्छ है माछा चाहिँ अब यो चाहिँ यो हाइक गर्ने ठाउँ हेर्नुहोस् यहाँ यता मासतिर यो क्याम्प के अरे डे पिकनिक साइट छ कि स्विमिङ गर्ने ठाउँ छ डे पिकनिक साइट छ होइन अनि यो हाइकिङ गर्ने ठाउँहरू छ यहाँ दामी छ नि यो ठाउँ त
लिटल बफेलो स्टेट पार्क एन्ड यहाँ बाथरुम टोइलेटहरू सब एभ्रिथिङ हुन्छ क्या नुहाउनेहरू सावर गर्ने ठाउँहरू होइन सबै वेल फेसिलिटेड हुन्छ द्याट्स फ्री अफ कस्ट प्रोभाइडेड बाई द स्टेट गभर्मेन्ट यहाँको स्टेट गभर्मेन्टले सबै एभ्री फेसिलिटीहरू दिएको हुन्छ यो माछाहरू पनि उनीहरूले हालिदिएको हुन्छ टाइममा ट्रटहरू हालिदिनुहुन्छ सो वेल फेसिलिटेड छ आफ्नो जनताहरूलाई चाहिँ फेसिलिटी चाहिँ बबाल दिन्छ अमेरिकामा त्यही हो उमेरमा काम चाहिँ गर्नु पर्यो होइन चन्द्र सर यो चराले यो रुखे ठुँगेरै सबै ढुट्टो बनाइदिएछ नि दुलै दुलो बनाइदिएछ क्या यो चराले हुडपिकर भन्छ हुडपिकर हो कि लाचे भन्छ लाचेले त दुलै दुलो बनाइदिएछ नि रुख त सर हाम्रो बल्छीमा बा माछा पर्यो अब हामीले गमुट किन्नुपर्ने भयो गाइस गमुट लगाएर आउँछौँ हामी अब मेबी नेक्स्ट विकमा होइन भोलिदेखि काम स्ट्रेट 5 days अनि स्याटरडे र सन्डे छुट्टी हुन्छ त्यतिखेर बल्छी खेल्न आउँछौँ अब माछा पऱ्यो कि परेन अब हाम्रो बल्छी चेक गर्नुपर्छ गाइस परेको रहेन रहेछ होइन थाहा हुँदैन कि ल त तानिरहेको छ यहाँ चाहिँ पहिला यो तान्नु होइन चन्द्र सर ल त दुईवटा भइहाल्छ यहाँ अर्को पनि पर्यो गाइस यो बाहिर निस्क्यो भने चाहिँ हाम्रो सेकेन्ड क्याच हुन्छ अघि परेको कि अहिले परेको यो अहिले हो तर यता यो काठमुन्डी अड्केर अनि माछा उम्किहाल्छ क्या बल्छी चुटिन्छ पानी पनि यस्तो मैला छ पुरा बढेको छ दिस टाइम सानो होला है माछा त माछै देख्दैन साह्रै सानो छ कि क्या माछै देखेको छैन आज अहिलेसम्म ऊ पर देखेँ पानी अति नै मैला छ गाइस यसमा चाहिँ माछा आयो सो यो हाम्रो सेकेन्ड क्याच हो गाइस अलिक सानो छ हाम्रो जहिले पनि ठुलो पर्छ त्यत्रो ठुलो हामीले पार्नै सक्दैन धेरै नआउनु न बल्छी त्यसो ब्रुक हो कि रेनबो नै हो रेनबो ट्राउटै पऱ्यो गाइस क्या हाम्रो चन्द्र सरले यी रेनबो ट्राउटै पार्यो यो चाहिँ भित्र गएको छ चार के अरे छेउमा कि भित्रै गएको छ अरे यो पनि यो चाहिँ हाम्रो सेकेन्ड क्याच हो यो पनि रेनबो ट्राउटै पऱ्यो गाइस अघि चाहिँ ठुलो परेको छ यो चाहिँ अलिक सानो पऱ्यो आमाहरू त कहाँको सानो रहेछ नि सो हाम्रो यहाँ बल्छी साह्रो अड्क्यो अब सायद हामी लोकेसन चेन्ज गर्छौँ होला सायद हामी त्यो पारिपट्टि जान्छौँ होला गाडीहरू त देख्नु त देख्दैछ त्यो पारी साइडमा जान्छ होला त्यहाँ पनि दामी छ क्या स्पट हान्ने स्पट दामी छ यहाँ चाहिँ साह्रो बल्छी अड्क्यो दुईवटा मात्रै खेल्नु यहाँ त चन्द्र सर यहाँ चारो हाल्दैछ हाम्रो चन्द्र सरले यो चाहिँ ट्रटको चारो हो गार्लिक सेन्ट छ होइन बबाल छ गार्लिक सेन्ट परिहाल्छ माछा तर यहाँ आफ्नो बल्छी अड्केर चाहिँ बबाल टेन्सन दियो ल चन्द्र सरले अब बल्छी हान्छ हान्नु बित्तिकै पऱ्यो गाइस यो चाहिँ छ्याम्मै हानेको छ्याम्मै पऱ्यो छ नि माछा होइन कस्तो ताने क्या माछाले कि भाग्यो हान्नु बित्तिकै माछा पऱ्यो यसमा चाहिँ हान्नु बित्तिकै पऱ्यो है त्यो छ्याम्मै हान्दै खाएछ क्या
यता फिसरम्यानको एक्सप्रेसन निकाल्छु म फिसरम्यान खुसी भइरहेको छ नि हेर्नु त गाइस छैन हावाले केही दिएन के तर हावाले साह्रो डिस्टर्ब गर्यो केही देखिँदैन त्यो के अरे सुता पानी जाँदैछ त्यो थाहै भएन के पानी पनि मैला छ यस्तो छल्का छ पानीको छल्का त्यो हावाले गर्दा च्याम 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 छल्का छ होइन त्यता केही जान्छ जस्तो लागिरहेको थियो मलाई रुखमुनि गयो ठुलो माछा परेको रहेछ यता रुखमुनि गयो अब फेरि अस्तिको जस्तो चुटिन्छ होला क्या रुखमा लग्यो अड्क्यो बल्छी छोडिदियो त कति छ माछा त काप काप भइरहेको छ हाँगामा अड्क्यो आयो 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 बल्ल बल्ल आयो रेनबो नै हो ठुलै पो रहेछ त मजाको रहेछ नि त डेट मजाले खाएछ नि त त्यो भएर चाहिँ ए हाँगामा अड्केर के भित्रैसम्म खान्छ सकिगयो यो केही हुँदैन मसिनो भित्र खान्छ भित्रसम्म खाएको रहेछ र त भागेन त नभए त त्यहाँ अड्केर अनि उम्केको गऱ्यो नि त हट क्याच गाइस मजाकै परेछ है यहाँ मेरो चाहिँ ब्रेक टाइम भयो यहाँ वाची पाती त्यही हुँदैछ ब्रेक टाइममा टोक्नै गाह्रो क्या हिजो ल्याएको तिते हो यो चाहिँ बढी खुट्टाहरू छ नि त खाएको थियो तान्यो तान त तान सो अहिले हामी न्यू लोकेसनमा आएको छौँ न्यू स्पोटमा यहाँ माछा तान्दैछ छ चन्द्रसर माछा ल माछा छ अरे नभए चाहिँ माछा पनि बाटो भइसकेको छ नि खारा भागिहाल्छ क्या चारो खारा लसुनको लाउँछ फेरि सानो ठिक्कको लाउनुपर्छ ठुलो हुँदैन ल है यो न्यू स्पोटमा नयाँ माछा पर्यो त्यो त साह्रो पर्छ नि त्यहाँ ठाउँमा चाहिँ त्यो स्पोट र पल्लो स्पोट साह्रै पर्छ कि त्यसको बाबा बच्छ घन्टी ट्राउटले त्यति बलै गर्दैन ट्राउटले त्यस्तो साह्रो बल गर्दैन यसो टाउको मात्रै हल्लाइन्छ ठुलो लाएर बस्छ भएन माथि पुग्यो माथि सकिगयो नि त्यो माथि अड्क्यो बल्छी त उहाँ पो अड्क्यो हानेको सानो रहेछ कस्तो 6 इन्च भन्दा लामै होला ए he caught a fish हेर्नु त ए रेनबो ट्राउटै परेछ 6 इन्च भन्दा पाउँछ 6 इन्च भन्दा ठुलै छ अब यो मेरो प्लेट हटाइदिन्छु यहाँबाट रेनबो ट्राउटै परेछ क्या
सो हामीसँग 4 क्याच भइसक्यो गाइस यहाँ। हेटेरेका 4 क्याच त भयो। 4 क्याच पानी हाल्नु पर्ने, हालेको छैन। हाल्दिउँ। अनि फेरि यो पनि ताने क्या, यो बल्छी पनि मजाले हल्लाएको छ। बाउम्केर गइसक्यो। फेरि तानेन त। ताने ताने फेरि छोडे। पुरानो बोल्छु हाल्नु पर्छ। छ अर्को झिक्नुपर्छ मेरो। ठुलो रहेछ त रेनबो ट्राउटै। पुरै खुनै आएछ। कहाँ परेछ? गिल्समा परेछ। कानमा? हो नि, कानमै परेछ। आएर गएको थियो। लाज सो न्यू स्पोटमा पनि हामीले 2वटा माछा मारिसक्यौँ, पारिसक्यो। अब हाम्रो 5वटा छ है। एकजनाले 5वटा पाउँछ, यहाँ 5वटा भइसक्यो।